प्राङ्गण र यो यतापट्टि पूर्वतिर मानव निर्मित सानो ताल छ र पातिर देखिएको एउटा नमस्ते हर्ष डाँडा भ्यू पोइन्ट हो। यो ताल हामी राप्ती गाउँपालिका वडा नम्बर 2 वासीहरूकै श्रमदानबाट बनेको हो। बाहिरबाट आउने पर्यटकहरूको लागि केही समय बिताउनको लागि यो लाभदायक छ। प्रतीक्षालय हो। डस्टबिन फोहोरहरू छ यताबाट यहाँ पानी त गइरह होला हैन ठिक कम्मर यताबाट यसो गरेर जान्छन् त्यो माथि हैन अब त्यताबाट हुन्छ जाने यताबाट त्यो फोटो खिच्न पाइन्छ हैन पाइन्छ मजा छ। यो चाहिँ ताल यो सेल्फी पोइन्ट हो जहाँ म पनि उपस्थित छु। यो चाहिँ प्रवेशद्वार हो अगाडिपट्टिको। यहाँ अर्का भैलो टोलीहरू छन्। रमाइलो कार्यक्रम भइरहेको छ। खै कुन कहाँबाट आएका हुन् थाहा छैन, तर आज एकदमै रमाइलो देखिएको छ। कालिका मन्दिर जाने प्रवेशद्वार छैन बरु त्यहाँ पाल्तिर होला। मन्दिरभित्र गएको फोहरा लागि बनाइएको अझै निर्माणाधीन अवस्थामा छ। यसको स्याहार सुसार जगेर्ना संरक्षणको अभावमा अस्तव्यस्त भएको छ। स्पेसल पार्क हो यो। गोल हो, सर्कल आकारको, जहाँ विभिन्न किसिमको फुलहरू रोपिएको छ। संरक्षणको अभावमा अस्तव्यस्त भएको छ र सम्बन्धित सरकारवालाहरूको ध्यान नगएको जस्तो देखिन्छ। हस् त सबैले हेरिदिनु भएकोमा धन्यवाद। ओके बाई।